वेलकम टु माई न्यू ब्लग। आज हामी विशेष कार्यक्रममा उपस्थित भएका छौँ। आजको कार्यक्रम भनेको हाम्रो पृथ्वी राजमार्ग बस सञ्चालक कमिटीको 7औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा यहाँबाट आमन्त्रित निमन्त्रणा भएकोले हामी यहाँ उपस्थित भएका छौँ। यो पोखराको इभेन्ट सेन्टरमा देखिसक्नु भएको छ। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको सम्पूर्ण व्यवसाय प्रतिनिधिहरू सहभागी भइसक्नु भएको छ। यहाँ तपाईँको हलमा यो इभेन्ट पोखरा इभेन्ट सेन्टरमा यो वार्षिक साधारणको लागि र तेस्रो अधिवेशनको लागि सबै व्यवसाय प्रतिनिधिहरू उपस्थित भइसक्नु भएको छ। त्यसै गरी हामी पनि उपस्थित भइसकेका छौँ र त्यसै गरी सम्पूर्ण व्यवसायहरूलाई बाहिर चिया खाजा यो तपाईँको इलेक्ट्रिक सबै हाइसहरू छन्। इभी गाडीहरूको प्रदर्शन भइरहेको छ। व्यवसायहरूलाई यो सो गर्नको लागि तपाईँको व्यवसायहरू यथा स्थानतिर छरिरहनु भएको छ। आफ्नो तरिकाले गफ गरिरहनु भएको छ। कसलाई समर्थन गर्ने हो, कसलाई चाहिँ तपाईँको भोट हाल्ने हो भन्ने विषयमा यो प्रतिनिधिहरू साथीहरू छलफलमा व्यस्त देखिन्छ। त्यसै गरी हामी पनि अलिक व्यस्त नै छौँ। यहाँहरूको यो यति भिड देख्दा हामी पनि अत्यन्तै रमाइलो लागिरहेको छ। व्यवसायको हक हित अधिकारको लागि आज 3 वर्षको लागि हाम्रो नेतृत्व छान गर्नेछ। यो इभी गाडीहरूले यहाँ इभेन्ट सेन्टरमा प्रदर्शन गरिरहेको छ र त्यसै गरी अब हाम्रो कार्यक्रम 11 बजे 11:30 बजेबाट सुरु हुने भएकोले यो सबै बाहिर जम्का भेट गरिरहनु भएको छ। त्यसै गरी यो खुल्ला इभेन्टको सेन्टरको चियापान पनि भइरहेको छ। मोमो चिया खाजाको सम्पूर्ण व्यवस्था बाहिर रहेको छ स्टलहरू र हामी अब केही बेरमा भित्र प्रस्थान गर्छौँ। भित्रको पनि हामी अवलोकन गराउँछौँ। अहिले चाहिँ यो तपाईँको बाहिर वेटिङ गरिरहनु भएको छ। अब हामी भित्र प्रवेश गर्छौँ। भित्र चाहिँ हल पुरा खाली छ र बाहिर सबैजना व्यस्त छन्, गफमा व्यस्त छन् र यहाँ अब प्रमुख अतिथि पनि उपस्थित नभएको कारणले गर्दा पनि औपचारिक कार्यक्रम सञ्चालन गर्न ढिलो भइरहेको हामी देखिरहेका छौँ। अब केही बेरमा औपचारिक कार्यक्रम सञ्चालन हुन गइरहेको छ र सञ्चालन भइसकेपछि हामी केही बेर रोकिन्छौँ। आखिर केही बेरको वेटिङपछि औपचारिक कार्यक्रम सुरु भइसकेको छ। अब भने हामी स्टेजमा लाग्छौँ।